Hello guys, welcome to my mini vlog next part. Peace. बीचमा भोक लाग्छ भने चिप्स लिएर आएको थिएँ भोक लागेर त म त खान लाग्यो होला बीच बाटोमा गाडी बिग्रिएर तनाव भयो सबै मान्छेहरू बाहिर आएर बसेका छन् हामीले चाहिँ अर्को गाडीले यहाँ टावामा पुर्याइदिएको छ अब हामी यहाँ नास्ता सास्ता खान्छौँ र त्यो गाडीलाई वेट गर्छौँ यहाँ हेर्न सक्नुहुन्छ ओइ चार्ज गर्नेको त बाहर यो त अझै झन् मान्छे कम हुन् हाम्रो गाडी राति बनेर आएको छ अब हामीहरू हिँड्न लागेका छौँ यहाँ हेर्न सक्नुहुन्छ म त आएर आफ्नो ठाउँमा पल्टिसकेँ फेरि बिहान बिहानै उठेर अझ हामी चिप्स खान लागिहालेँ भोक त लागिहाल्छ बिहान बिहानै अब यहाँ बाहिरको नजारा हेर्नुहोस् आहा अब हामीलाई ल्याएको छ खानाको लागि यो ठाउँमा हेर्न सक्नुहुन्छ यताउता यस्ता कुर्सी छन् अब हेर्नु चार्जको बाहर कति छन् यहाँ चार्ज लाउने अघि त आधा मान्छे मात्रै देखाएको थियो अहिले हेर्नु कति छन् गाडी भने हिँड्न तयार भइसकेको छ मान्छे पनि कता गएको छन् कता गएको छैन बीच बाटोमा पिछा फेर्न लागि गाडी त रोक्यो मान्छे हेर्नु कति छन् सब यही गाडीका मान्छे हुन् पिछा फेरेर गाडीमा आएर बसे एकछिन बाहिर हेर्न लाग्छु म त कस्तो छ नजारा यो चाहिँ हाम्रो खाना खाने लास्ट ढाबा रहेको छ यसपछि सिधै नेपाल गएर खाना खाइन्छ राति सुत्नुभन्दा अगाडि उता हेर्नु तास खेलेर बसेछन् यता हेर्नु मोबाइल हेरेर बसेका छन् सबैजना बिहान 4 बजीतिर चिया नास्ता गर्न लागि यहाँ रोकेको छ यता टक्क अङ्कलहरू आगोको नजिक बस्नु भएको थियो म पनि गएर यसो बस्दिएको म चाहिँ नेपाल पुगिसकेको छु त्यहाँ अब भन्सारमा भिडियो बनाउनु दिन्न नि त त्यही भएर मैले बनाएको छैन यता साइड हेर्न सक्नुहुन्छ नेपाल यता पनि नेपाल दुईटातिर नेपाल छ पछाडि चाहिँ हेर्नु भन्सार इन्डिया तनगढी पुगिसकेँ म अब यता हेर्न सक्नुहुन्छ तनगढीको मेन चोक हो यो फेरि तनगढीको चोक लास्टै सफा छ नि यो घर जानुभन्दा पहिले हल्का नास्ता गरिहालु लास्टै भोक लागेर तनाव भएको छ त्यही भएर होटलतिर जान लाग्छु होटल पुगेर नि अर्डर गरिसकेर नि अब खानातिर लागेको छु म इन्डियामा त लास्टै मन लाग्थ्यो कि मोमो खाने चुला लतारेर घर जानको लागि गाडी खोज्दैछु म ल अब म्याजिकमा बसेर अब घरतिरको सफारी स्टार्ट हुन्छ अब मेरो धनगढीदेखि घरसम्मको यात्रा जारी भयो म्याजिक्सबाट उत्रेर अटो समाएर अब घरतिर लागेँ म कति खुसी छु घर जानको लागि म अति नै खुसी छु अति नै ल अटो बाटो उत्रे यो चाहिँ मेरो घर जाने बाटो अब म घर जान लागेको छु घर पुगिसकेको छु अब फेरि घर पुगेर जुत्ता सुत्ता खोलेँ मैले अब म घरभित्र जाँदैछु ब्याग राखेर यसो घरभित्र पुगेर खुसी मेरो गोडाको खुसी घरको खुसी भित्र मम्मीले त ब्यागको सामान सब खोलखाल गरेर हेर्न लाग्यो मम्मीलाई ल्याएको चुङ्गी पनि हेर्न लाग्यो तपाईँले यहाँसम्म हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद भिडियो मन पऱ्यो भने लाइक गर्नु होला।